मैले यतिखेर कन्टेन्ट खोज्ने क्रममा चाहिँ कुनै पनि शब्दहरू मैले डबल मिनिङ युज हुने शब्दहरू बोलेँ भने कसैले पनि माइन्ड नगरिदिनु होला, किनकि यतिखेर चाहिँ म कन्टेन्टको खोजीमा छु। त्यस भएको कारणले खेरि कति प्राय कुराहरू मैले डबल डबल मिनिङ युज हुने वर्डहरू पनि युज गर्न सक्छु। त्यो चाहिँ सिरियसली नलिदिनु होला कसैले पनि, किनकि म क्यामेरा अगाडि र बिहाइन्ड द क्यामेरामा धेरै डिफ्रेन्ट छु। सो तपाईँहरूले जस्तै एउटा भिडियो हेरेर र भिडियो हेरेको भरमा चाहिँ मलाई जज नगरिदिनु होला। म अलिकति डिफ्रेन्ट टाइपको छु, किनकि धेरै अगाडिदेखि मैले भिडियोहरू बनाउनलाई खोजिरहेको थिएँ। विभिन्न कारणवश मैले भिडियोहरू बनाउन सकिनँ, किनकि मेरो आफ्नै केही कुराहरू थियो। कति प्राय आफ्नै कुराहरूले गर्दाखेरि पनि मैले भिडियोहरू कन्टिन्यू ल्याउन सकिनँ। अरे बिचमा मेरो केही प्रब्लम पनि भइरहेको थियो। त्यो प्रब्लमहरूले गर्दा पनि मैले कन्टिन्यू भिडियोहरू लिएर आउन सकिनँ। सो त्यसको लागि चाहिँ अब हजुरहरू सामु म क्षमा पनि माग्न चाहन्छु भनौँ, या होइन यस्तै हो। र अब चाहिँ लगभग भिडियोहरू कन्टिन्यू नै आउने तयारीमा छ। राम्रो नराम्रो जस्तो लाग्छ तपाईँहरूलाई, जस्तोको तस्तै तपाईँहरूले पनि मलाई प्रतिक्रिया दिनु होला। र कुन टाइपले भिडियोहरू बनाउँदाखेरि ठिक हुन्छ होइन, त्यो कुराहरूमा तपाईँहरूले मलाई कमेन्ट गरिदिनु होला, सपोर्ट गरिदिनु होला। कति प्राय कुराहरू मैले पनि सिक्दै जाने हो। सिक्दै जाने क्रममा चाहिँ कति प्राय भिडियोहरू गलत हुन सक्छ। मैले बोलेको कुराहरू तपाईँहरूले गलत बुझ्नु सक्नुहुनेछ, किनकि मैले भन्न खोजेको कुराहरू अर्कै थियो तर तपाईँहरूले अर्कै कुराहरू बुझ्नु सक्नुहुनेछ। त्यही भएको कारणले गर्दाखेरि तपाईँहरूले मलाई सपोर्ट गरिदिनु होला। र मलाई तपाईँहरूले फेसबुकबाट हेर्दै हुनुहुन्छ, यतिखेर म फेसबुकबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो युट्युब च्यानल रहेको छ घिसिङ दिपेन्द्र अफिसियल, त्यसमा गएर पनि तपाईँहरूले मलाई सपोर्ट गरिदिनु होला। किनकि सपोर्ट गर्ने मान्छेलाई गएर गरिदिनुहोस् भन्नु पर्दैन, किनकि बुझ्ने मान्छे र राम्रो सोच र राम्रो भावना भएको मान्छेले चाहिँ अलरेडी उहाँले सपोर्ट गरिहाल्नुहुन्छ। र किनकि फरक धारणा भएको मान्छे र फरक सोच भएको, फरक विचार भएको मान्छेले चाहिँ तपाईँको अगाडि नै यो काम गरौँ भन्दा पनि उसले किनकि त्यो काम गरिदिँदैन। सो आई होप तपाईँहरूले यो कुरा चाहिँ बुझ्नुहुनेछ भन्ने आशा लागेको छ। र म यतिखेर युएमा छु। युएको दुबई भन्ने सिटीमा छु। र म धेरै अगाडिदेखि तपाईँहरूलाई भिडियो दिने प्रयास गरिरहेको थिएँ, तर विभिन्न कारणले गर्दाखेरि मैले बिचमा लगभग मैले मेरो युट्युब क्रिएट गरेको चाहिँ मैले निकै महिना भयो, तर विभिन्न कारणवशले गर्दाखेरि मैले भने जस्तो भिडियोहरू अपलोड गरेको थिइनँ। अब चाहिँ लगभग विकली 3 देखि 4 वटा भिडियो चाहिँ युट्युबमा अपलोड गर्नेछु। हेरेर तपाईँले मनोरञ्जन दिनु होला। र टिकटकबाट मलाई हेर्दै हुनुहुन्छ भने प्लिज फलो गरिदिनु होला। फलो ब्याक अवश्य पनि तपाईँहरूले पाउनुहुनेछ। र मेरो फेसबुकमा चाहिँ 4K कम्प्लिट भइसकेको, 5K कम्प्लिट भइसकेको छ। सो मैले फलो गर्नु कसैलाई पनि मिल्दैन। यदि तपाईँहरूले मेरो भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि, नयाँ साथीहरूले भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि मलाई फलो गरिदिनु होला। अवश्य पनि तपाईँहरूलाई पनि सपोर्ट गर्नेछु, र जति सक्दोसम्म मैले सपोर्ट तपाईँहरूलाई गरिरहेको छु। र किनकि म आफ्नो कामको व्यस्तताले को कारणले गर्दाखेरि कति प्राय भिडियोहरू मैले तपाईँहरूको भिडियोहरू फुल वाच गर्न पाइरहेको छैन। सो प्राइस चाहिँ एकदमै जारी छ, गरिरहेको छु, प्राइस गरिरहेको छु। तर ड्युटीको कारण र विभिन्न कारणले गर्दाखेरि मैले भिडियोहरू फुल वाच गर्न सकिरहेको छैन। सो त्यसैको कारणले गर्दाखेरि अवश्य पनि तपाईँहरूलाई सपोर्ट चाहिँ म सक्नेसम्म र मैले गर्नुपर्ने सपोर्टहरू तपाईँहरूलाई विभिन्न क्षेत्रबाट गर्नेछु। र युएको धेरै भिडियोहरू लिएर आउने तयारीमा पनि छु म। र कुन तरिकाको भिडियो बनाउने अनि कुन टाइपको भिडियोहरू चाहिँ बनाउँदा ठिक होला, यो कुराहरू पनि मलाई पनि त्यति धेरै नलेज छैन, किनकि म पनि युए आएको यति धेरै लङ टाइम चाहिँ भएको छैन। तर जति मैले युएलाई बुझेको छु त्योभन्दा बढी तपाईँहरूले बुझ्नु भएको होला। र अवश्य पनि धेरै पुराना साथीभाइहरू यहाँ हुनुहुन्छ, धेरै वर्षदेखि 10-15 वर्षदेखि काम गर्नुभएको साथीभाइहरू पनि मैले भेटेको छु। कति प्राय साथीहरू चाहिँ नयाँ पनि भेटेको छु। यहाँ आएर राम्रोदेखि नराम्रो सबै काम गरिराख्नु भएको हुन्छ हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले। त्यसको लागि चाहिँ म के भन्न चाहन्छु भने, तपाईँहरू देश छोडेर है, तपाईँहरू देश छोडेर यति टाढाको देश आउनुभएको छ आफ्नो भविष्य बनाउनुको लागि भनेर तपाईँहरू आउनुभएको हो है। आफ्नो भविष्य मात्रै होइन, तपाईँहरूको भावी
सम्पत्तिको लागि पनि भावी सम्पत्तिको भविष्यको लागि पनि तपाईँहरू यस ठाउँमा आउनुभएको हो। तर यस ठाउँमा आइसके पछाडि किनकि आएको केही महिना नबित्दै तपाईँहरूले विभिन्न कारणको या घटनाहरू घटाइरहनु भएको हुन्छ हाम्रै नेपालीहरूले है, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले। म यो पनि भन्न चाहन्न कि यहाँ युएमा आएर सबै हाम्रो नेपाली तथा दिदीबहिनीहरूले जुनसुकै देशको तपाईँहरूले बोयफ्रेन्ड बनाउनुहोस्, डजन्ट म्याटर है त्यो कुरा। मलाई चाहिँ त्यो कुनै फरक पर्दैन। तपाईँहरू जोसँग हिँड्नुहोस्, जोसँग तपाईँहरूले इन्जोय गर्नुहोस्, त्यो तपाईँहरूको पर्सनल लाइफ हो। पर्सनल लाइफमा कसैले पनि जज गर्न मिल्दैन है। म कसैको जज गर्ने पनि होइन। तर आइसके पछाडि कसैले गाली गलोच गर्ने र कसैले नराम्रो दृष्टिकोणले हेर्ने त्यो कुराहरू चाहिँ नगरिदिनु होला। मैले धेरैभन्दा धेरै भिडियोहरू पनि हेरेको छु है हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको। ठिक छ, तपाईँहरू राम्रो राम्रो पनि हुनुहुन्छ यहाँनिर दुबईमा है। कति प्राय मान्छेहरू एकदम राम्रो राम्रो मान्छेहरू पनि हुनुहुन्छ, मैले भेटेको छु, विभिन्न ठाउँमा म पुगेको छु। तर मैले त्यो कुराहरू भिडियोमा चाहिँ देखाउन चाहदिनँ किनकि सबै मान्छेको आफ्नो आफ्नै प्राइभेसी हुन्छ, सब चिज हुन्छ होइन।